हेलो हेलो के छ हो यार ठिक छ यार राहुल होइन हेलो के छ यार राहुल म राहुल हो तिमी कहाँ छौ म सुतिरहेँ यार खै भेट्न लाग्यो धेरै भयो त भेटौँ न त आज तिमी कहाँ छौ र म यहाँ क्याफेमा हामी बस्ने अरे ए त्यही हो आउनु त यता ल हुन्छ म उठ्छु अनि त्यसपछि आउँछु नि त है ल ल यहीँ भेटौँ ल ल यार आएर कल ल ल ओ के छ यार ओ साथी के छ बस न बस बस अनि के गर्दैछ आजकल म यसो अहिले त बसिरहेको छु यसो अलिअलि गेम सेम खेल्दै अलिक कमाउने गेम कस्तो कमाउने गेमहरू यो अनलाइन छ नि त गेम सेम खेल्न मिल्ने ए हो र ग्यामलिङ के ग्यामलिङ अनलाइन ग्यामलिङ गर्न मिल्छ नि पैसा आउँछ र अस्ति नै हामीले खेले जस्तै हो क्या त्यही नै हो ठ्याक्क त्यस्तै तर अर्को एपबाट खेलिरहेको छु होइन यो अनलाइन ग्यामलिङ भन्छ के तर त्यसमा त हारिन्थ्यो होइन पैसा त कहाँ हारिन्छ जुवामा सबैजना हार्ने भए कसैले खेल्दै खेल्दैन थियो नि त्यो नि हुन त हो तर खोइ मलाई त खासै भरोसा त लागेन ल नपत्ताको ल हेर नि ल हेर यो कति डिजिटमा छ मेरो पैसा हेर आफू अब हुन त हो जस्तो देख्यौ नि तिम्रो नि फोन दिइहाल बरु म हालिदिन्छु तिमी पनि कमाउनु थाल बरु साँच्ची हो र ल म ठट्टा गर्छु देऊ लिगा नि त यो चाहिँ अलिक गुगलबाट हाल्नुपर्छ क्या है यो एपिके सेपिकेबाट हाल्नुपर्छ क्या यतिकै प्ले स्टोरमा पाइँदैन नि त तिम्रो एप आयो तिम्रो लगइन पनि गरिदिन्छु बरु म है हुन्छ हुन्छ यो तिम्रो नम्बर भन त बरु मलाई 9862 9862 99 99 72 72 18 18 ल कोड आउँदेऊ ल लगइन भयो अब होइन हजुर अब यो चाहिँ तिम्रो यहाँ लोड गर्नुपर्छ पैसा लोड गरेपछि चाहिँ अनि खेल्न मिल्छ बेट गर्न मिल्छ लोड गर्न पैसा हाल्न आएन भने मलाई भन हाल्न त आफै पनि मिल्यो तिमीलाई आउँछ तै पनि मैले त्यस्तो दुःख लिनु पर्दैन होला तै पनि मलाई के गरी सम्पर्क गर्नु पऱ्यो नि गर ल ल ल किन तर खेल्ने नि पैसा चाहिँदैन नि यहाँ हेर न यो पैसा यत्रो त्यसै आएको त्यो त हो है अनि ट्राई गर्नु पर्ला अब म बुक किन्न लागिसकेँ तिमीलाई चढ्नु छैन भाइ चढ्नु त छ अनि ल खेल्न सुरु गर्ने ल जाऊँ न त अब के गर्नु ल ए ल जाउँ के हाल्दैछ यसो हेर्नु पऱ्यो यार अघि हालिदिन्छु त भन्दै थियो ल हाल्दैछ एकाउन्ट नै बनाइदिएछ अब बेड चाहिँ कुनमा हाल्ने त यसो हालिदिउँ है फर्स्टमा ल लोडा नि भयो ल के हो यार 1000 रुपियाँले ल जितिर यार साँच्चीकै राम्रै हाल्दैछ यार यसले त ल दामी अर्कोमा नि हाल्नु है 2000 हाल्दैन एकैचोटि ल जित्यो फेरि जित्यो यार 4000 भयो अब फेरि एकचोटि जितिन्छ यही त होला यार सेट हारिरा यार के गर्ने अब फोन गर्नु पऱ्यो साथीलाई हेलो साथी मलाई अलिकति पैसा हाल्दैन यार है हेलो तिमी को बोले म ए तिमी सुमित पो हो पैसा चाहियो तिमीलाई त्यही त हाल्दैन ल 1000 छ 1000 हाल्दे ल ल ल ल यदि त 1000 रुपियाँ भन्दा हाल्दिनँ भन्छ त अर्कोलाई फोन गर्नु पऱ्यो हेलो सुमित भन् त अङ्कित के सुमित तिमीलाई पैसा चाहियो होइन त कसरी थाहा भयो यार पैसै चाहियो भनेर फोन गरेर हाम्रो सिधै पैसा हाल्दैन कसरी सक्छौ थाहा भइहाल्छ नि यार अहिले त मसँग 500 मात्रै छ
500 छ ल मलाई हाल्दिहाल न ल के हो सब हारे त फेरि केही छैन एकचोटिमा मेरो हार्ने माइन छैन अर्कोचोटि पनि हाल्छु तर पैसाको कसलाई माग्ने यार अब त ठिकै छ अब आज भोलितिर चाहिँ यसो गरेर खेल्नु पर्ला आजलाई अब यति नै भयो अनि के गर्दैछ आजकल केही होइन त्यही बाबासँग घुमिरहेको छु त्यतिकै बसिरहेको हो तिमी के गर्दैछौ र हिजो कल पनि गरिरहेछ कल चाहिँ किन गरेँ भन्दाखेरि नि मलाई पैसाको जरुरत परिरहेको छ यार कति छ कति चाहिने हो मलाई 50,000 50,000 यति त छैन नि मसँग कतिबाट मिलाउनु मिल्छ भने मिलाइदेऊ न यार मलाई बाबाले अस्ति पठाइदिएको छ नि अनलाइनमा तर त्यो मेरो आफ्नै कामको लागि हो अनि पर्सि बिहानसम्म तिमीले फिर्ता दिन सक्छौ भने म मिलाउन सक्छु पर्सि बिहान त म दिन्छु यार पर्सि बिहान जसरी पनि चाहियो नि जसरी दिन्छु हुन्छ त्यसो भए पर्सि बिहानै भेटौँ न त आउँछ चक्लेस यताबाट लाग नि त पर्सि भेटौँ है त कहाँ हराओ तिमी यति त छु यार कहाँ जान्छ कल सल्ली उठाउँदैनौ सुताइन छैन उस्तो त म आजकल त्यो टेन्सनमा छु यार 2 दिन भयो त नि आज पैसा दिने भनेनौ मैले पैसा हारेँ हाले रे के मारिस पैसा दे मैले तलाई हाल्ने मैले पैसा दिउ तलाई खाने पैसा रोक भने पैसा दे मैं तू भनी रहेछु त आज त यो पैसा टाइम छैन त गाउँको पैसा धान नदेऊ कसले पैसा नि दिन्छु म आज त यो बेला फेरि तू अलिकति टाइम दे भनिरहेछु त बस यहाँ तुलाएर बस ए बस जल्दी मेरो पैसा अब 3 दिन गुड 3 दिन अब 3 दिन मात्रै खाता छ त्यसपछि बाउ लिएर आउँछु म मेरो दोस्रो गाडी लिएर आउँछु तर म 3 दिनभन्दा अगाडि तिर तँलाई 3 दिन याद राख चा के गर्दैछस् यतिकै बसिरहेको के गर्नु के गर्दैछस् के होइन यतिकै बसिरहेको तेरो हातमा त मैले घाउ देख्छु त कहाँबाट बनाइस् यस्तो घाउ त्यो अघि फुटबल खेल्दाखेरि लडेको अनि त दिउँसभरि फुटसल भन्यो हिँड्यो काम छैन 12 सकिसकिस् के हो 12 अनि तेरो 12 को फी बुझाउनु बाँकी छ भन्थिस् कति तिर्न बाँकी छ त्यही 50,000 जति बाँकी छ आज यहाँ मेरो स्यालेरी आउने छ म तँलाई अहिले हालिदिन्छु गएर तिर है हुन्छ हुन्छ म चिया बनाएर आउँछु है त म चिया लिएर आउँछु है एकदिन बस्दै हेर छोरा अब त यसरी हिँड्छ सधैँभरि तेरो आमा पनि बिरामी छे म पनि धेरै जस्तो बाहिरै हुन्छु घरमा पैसा हालिदिन्छु भोलि कलेजमा लगेर तिर अनि अहिलेलाई चाहिँ अब सुत्नु जाउँ अब टेन्सन नगर ल
पनि सुतिरहेको रहेछ अब जानु पर्यो के गर्नु हिजो यार बाउले हालेको पैसा चाहिँ एटलीले चाहिँ हालिदिनु पऱ्यो यार हिजो झगडा नि भइसक्यो त्यस्तो त्यसलाई हालिदिनु पऱ्यो हालिदिन्छु अनि कल गरिदिन्छु हेलो एटली मैले तिम्रो त्यो पैसा हालिदिएँ है होइन यार अब त्यस्तै हो अब कहिले काहीँ झगडा नि भइहाल्छ साथीभाइमा ठिकै छ ल यार अब चाहिँ कहिले खेल्दैन यार सन्चै सुतिरहेको रहेछ ओइ उठ उठ बिहान 8 बजिसक्यो कति सुतेको उठ ल यो चाहिँ ल अनि सुन त तँलाई अलिकति म पैसा हालिदिन्छु मसँग भयो भने खर्च हुन्छ राख्दै गर है यहाँ म हालिदिएर हुन्छु तेरै नम्बरमा हालिदिन्छु त्यहाँ राखिराख्नु अलिकति थोरै पैसा छ राख्दै गर अनि मसँग भयो भने खर्च हुन्छ घर व्यवहार चलाउनै पर्छ है ल मैले हालिदिएँ यहाँ म गएँ है म जान्छु त्यहाँ कहीँ हिँड्ने होइन घाउसाउ हुन्छ है कस्तो नहेलो नहेलो भने तैपनि अब बाबाले हालिदिएको पैसाले खेल्नु मन रहेछ के गर्ने यार जेसुकै यस हालिदिन्छु जितेपछि त अनि डबल रिटर्न दिने हो नि त बाबालाई तँलाई मैले हिजो राख्न दिएको पैसाले त अलिकति काम परिरहेको छ त्यो पैसा त खर्च भयो बाबा के गरेर खर्च गरिस् मैले हारेँ केमा हारिस् अनलाइन क्याम्पिङ अनि त्यो त 4 लाख हारिस् त्यो के को लागि थियो थाहा छ के को लागि त्यो आमाको अपरेसनको लागि थियो उफ तैँले पनि कहिले सुख नदिनुहोस् मलाई हेर केटा अब तँ पनि ठुलो भइस् अब सधैँभरि यसरी हुँदैन तैँले अहिले सोचे जस्तो जिन्दगी छैन मजाकमा लिइरहेछस् होला पछि थाहा पर्छ समयमै बुद्धि पुरा बिग्रिन मान्छे धेरै समय लाग्दैन सधैँभरि यसरी हुन्छ भन फेरि अनि तैँले यत्रो बाउले कति गरेछ अरूले कति गरेछ यो कुराहरूलाई तैँले विचार गर्नु पर्दैन यस्तरी हुन्छ त तैँले कति पैसा सकाइस् तर थाहा छ अहिले यो के कति महत्त्वपूर्ण पैसा थियो तैँले आजसम्म बुझेछस् घरको अवस्था के छ कसो छ त्यतातिर ध्यान दिनुपर्छ कि त पैसा उडाउने यसरी हँ अब जिउनु भइहाल्यो अबदेखि म पनि सुध्रिने कोसिस गर्छु बुवा सुध्रिने कोसिस होइन सुध्रिन्छु नै